जबसम्म चाहिँ हाम्रो गृहमन्त्रीको चाहिँ पद फेरि फिर्ता हुँदैन हामी चाहिँ यहीँ निरन्तर हाम्रो चाहिँ प्रदर्शन गरिरहन्छौँ। त्यही भएर चाहिँ उहाँ निस्किनु भनेको चाहिँ हाम्रो जेन्जी घाइतेहरू शहीदहरूको चाहिँ सबै बलिदान चाहिँ खेर जानु जस्तो हो। त्यही भएर चाहिँ हामी चाहिँ यो सडकमा उत्रेको हो। यो चाहिँ एक दिन पनि रेस्ट गर्नु भएको छ जस्तो मलाई लाग्दैन कि, किनकि उहाँ मन्त्रालयमै सुतिरहनु भएको छ, उहाँ काम गर्नु भएको छ, रातभरि हिँडिरहनु भएको छ। कोही नपुगेको ठाउँमा अहिलेसम्म मन्त्रीहरू कहिले पनि त्यसरी हिँडेको देखेको छैन कि मैले चाहिँ। जहाँ दुःख पाएको छ, जहाँ पीडितलाई त्यहाँ न्याय दिन जानु भएको छ है हाम्रो गृहमन्त्रीज्यू चाहिँ। तपाईँको परिचय भन्नु। मेरो नाम चाहिँ रबिन मानडङ्गोल हो। अनि तपाईँहरू सडकमा आउनु भएको छ, गृहमन्त्री बाहिरिने बित्तिकै तपाईँहरू सडकमै आउनुपर्ने कारण कसरी भयो? अब यस्तो हो, अब उहाँले चाहिँ गृहमन्त्रीजीले चाहिँ होइन, अब उहाँले आफैले नै राजीनामा दिनुभयो या फेरि होइन पार्टीगत हिसाबले प्रेसर दिएर निक्लिनु भयो त्यो हामीलाई थाहा भएन। तर जनताले चुनिसकेपछि उहाँलाई चाहिँ 5 वर्ष चाहिँ काम गर भनेर चाहिँ उहाँलाई चाहिँ सदनमा पठाएको हो होइन त। हाम्रो जनताले, हामीले नै भनौँ सबैजना मिलेर चाहिँ हामीले चाहिँ जनताले चाहिँ सदनमा चाहिँ 5 वर्षको लागि पठाइसकेपछि चाहिँ उहाँले चाहिँ एकदमै आफ्नो हिसाबले काम नगरिकन जनताको बारेमा बुझेर चाहिँ आनन्दले 5 वर्ष काम गर्नुपर्छ र काम गर्न उहाँलाई दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर चाहिँ उहाँ निस्किनु भनेको चाहिँ हाम्रो जेन्जी घाइतेहरू शहीदहरूको चाहिँ सबै बलिदान चाहिँ खेर जानु जस्तो हो। त्यही भएर चाहिँ हामी चाहिँ यो सडकमा उत्रेको हो। यो चाहिँ भनेको तपाईँहरू के गर्नुहुन्छ? आन्दोलन रातैभर गर्ने हो कि यो सीमित समयलाई तोक्नु भएको छ के? यो सीमित समयमा तोक्नु भन्दा पनि हामी चाहिँ आज राति यहीँ नै बस्छौँ। त्यो पछि चाहिँ हाम्रो चाहिँ जबसम्म चाहिँ हाम्रो गृहमन्त्रीको चाहिँ पद फेरि फिर्ता हुँदैन हामी चाहिँ यहीँ निरन्तर हाम्रो चाहिँ प्रदर्शन गरिरहन्छौँ। हामी चाहिँ अब जस्तो गृहमन्त्रीको अनुसन्धान भइरहेछ नि त, उहाँमाथि अनुसन्धान अर्थात् छानबिन गर्नका लागि नै अब समिति पनि तयार हुँदैछ। प्रधानमन्त्री कार्यालयले त्यो तयारी गर्दै गर्दाखेरि तपाईँहरू सडकमा किन आउने र उहाँहरूलाई त फेरि छानबिन गरेर पछि उहाँ क्लिन चिट पाउनुभयो भने त सिधै उहाँ फेरि गृहमन्त्री हो नि त होइन? फेरि यस्तो हो, हामीलाई चाहिँ थोरै किन भन्दाखेरि एक दिनमा पनि धेरै काम गर्नुभएको छ नि त हाम्रो गृहमन्त्रीले होइन। यो दिनहरूमा पनि रोकिदिनु भएर चाहिँ किन धेरै कतिपय काम त रोकिन्छ नि त। अझ पनि कति प्लानिङहरू थियो होला उहाँको होइन, कति गर्छु भन्ने कुराहरू थियो होला, त्यो कुराहरू रोकियो एक भनेको। अनि त्यो कुराहरू चाहिँ नरोकियोस्। अब छानबिन त हुनुपर्छ, सबैमा हुनुपर्छ, चाहे हाम्रो सुदन गुरुङ गृहमन्त्रीज्यू होस् चाहे हाम्रो प्रधानमन्त्री बालेनजी नै होस् होइन। सबैको छानबिन हुनुपर्छ, छानबिन एकदमै क्लियर हुनुपर्छ, ट्रान्सप्यारेन्ट हुनुपर्छ। त्यही भएर चाहिँ अब उहाँहरूले छानबिन आफ्नो कामले गर्दै गर्नुहुन्छ। अब हामी पनि हाम्रो प्रदर्शन चाहिँ गर्छौँ। हामीले चाहिँ सम्पूर्ण जनताले पठाएको हाम्रो गृहमन्त्री भएकोले चाहिँ हामी चाहिँ सबैजना भोलिबाट फेरि प्रदर्शन चाहिँ हाम्रो सुरु गर्छौँ। तपाईँहरूले मिडियाप्रति पनि आक्रोश पोख्नु भएको रहेछ, जनताको नेता हो सुदन, मिडियाको शिकार होइन भन्नुभएको छ। मिडियाले चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब नेगेटिभ एट्याक गरिदिने होइन, म्यानिपुलेसनहरू अब हुन्छ नि, सानो कुरा पायो भने घाउ बनाएर यत्रो ठुलो कोट्याइदिने, त्यो कुरा चाहिँ सबै अब एउटा राम्रो मिडियाले त्यस्तो काम गर्दैन होइन। नेगेटिभ न्यारेसन कहिले पनि डेलिभर गर्दैन कि राम्रो मिडियाले होइन। अब तपाईँहरू के आन्दोलन चाहिँ जस्तो मिडियाप्रति पनि हो? मिडियाप्रति भन्दा पनि हाम्रो चाहिँ यो अब सरकारप्रति भनौँ न होइन, हाम्रो यो किन निकाल्यो त्यो सबै कुरा चाहिँ क्लियर गरिदिनु पऱ्यो हामीलाई चाहिँ। त्यो पछि चाहिँ अब हामी चाहिँ अब कसरी हुन्छ जसरी हुन्छ, अब गलत छैन, गलत छैन चाहिँ त्यो चाहिँ सरकारले नै गर्नुपर्छ, क्लियर गर्नुपर्छ। यदि छैन भने चाहिँ यो टाइममा चाहिँ किन हटाए यो पनि उहाँहरूले चाहिँ बेहोर्नुपर्छ कि अब होइन। यो टाइममा पनि धेरै कामहरू हुन सक्थ्यो नि त, किनकि एक दिन पनि रेस्ट गर्नु भएको छ जस्तो मलाई लाग्दैन कि, किनकि उहाँ मन्त्रालयमै सुतिरहनु भएको छ, उहाँ काम गर्नु भएको छ, रातभरि हिँडिरहनु भएको छ। कोही नपुगेको ठाउँमा अहिलेसम्म मन्त्रीहरू कहिले पनि त्यसरी हिँडेको देखेको छैन कि मैले चाहिँ। जहाँ दुःख पाएको छ, जहाँ पीडितलाई त्यहाँ न्याय दिन जानु भएको छ है हाम्रो गृहमन्त्रीज्यू चाहिँ। त्यही भएर चाहिँ यो अहिलेको जुन टाइम छ नि होइन, जति पनि यो चाहिँ हाम्रो जे होस् भनौँ न, अहिले निकाल्दाखेरि उहाँलाई अहिले जब राजीनामा दिन लगाइयो नि त्यो टाइमको पनि सबै चाहिँ भरपाई होस् भन्ने चाहिँ म चाहिँ भन्न चाहन्छु। ल हस्, धन्यवाद।